नमस्कार के काठमाडौँ भक्तपुरदेखि एकदम रिफ्रेश गर्न चाहनुहुन्छ भने भक्तपुरको नगरकोट जाने बाटोमा रहेको हिप्पी स्टे भन्छ यसलाई। यो मुहान पोखरी सँगै रहेको छ। एकदम ठाउँ रमाइलो छ। साथीहरु आउँदा नि भयो, फ्यामिली लिएर आउँदा नि भयो। हामी चाहिँ 8 जनाको फ्यामिली आएका हौं। 4 जना साथीहरु हैन, 4 जना वाइफहरु र बच्चाहरु सहित टोटल 12 जना आयौं हामी। रमाइलो छ ठाउँ चाहिँ। हामी फेरि प्याकेजमा आएको हौं। हेलो छोरा। प्याकेजमा चाहिँ पर पर्सन 200 ग्राम ढुङ्गामा पोलेको मासु, बेलुकाको खाना भयो, अनि नाइट स्टे भयो, अनि त्यसपछि बिहानको ब्रेकफास्ट, चटपटी पनि खुवाउनुहुन्छ उहाँले। यो बच्चाहरुको लागि पनि राम्रो रहेछ बेडहरु। हामीले बुक गरेको बेड हो यो। तर बेडमा चाहिँ अलिकति समस्या रहेछ। अलिकति चिलाउने त्यस्तो भएको थियो हामीलाई चाहिँ। बच्चाहरुले चाहिँ एकदम इन्जोय गरे। हो त, त्यही त पातलो भयो नि त अलिकति। छोरी भएर पनि के हुँदैन। यो चाहिँ म हुँ है। हामीले बाहिरबाट अंगुर पनि किनेर ल्याएको। बच्चाहरूले मज्जाले खाए, मिठो मानेर खाए, थपी खाए। बाबुको आमाहरूलाई पनि खुवाउन आए बच्चाहरूले। खुवाउन आएको क्याम्प फायर पनि गरिदिँदो रहेछ त्यही प्याकेजमा। क्याम्प फायर पनि भयो। अनि त्यसैमा चाहिँ डान्स गर्नुपर्ने ढुङ्गामाथि राख्नु हुँदो रहेछ। ढुङ्गामाथि राखेर अनि उहाँहरूले मासु पनि ल्याउनुहुन्छ। अनि हामी चाहिँ त्यही ढुङ्गामाथि, यो मासु हो, अनि त्यही ढुङ्गामाथि मासु पकाएर यसरी माथि ढुङ्गा हो। विशेष सिंह आउनुहुन्छ। मस्त छन् केटाहरु। कहाँ यार जान्दै यसरी खिच्ने हो नि त भिडियो। यसरी गरेर छ। यो भिडियो खिच्दैछ नि त। यसरी क्याम्प फायरिङ गरेर नाच्दै हैन रमाइलो गर्न बेस्ट डेस्टिनेसन हुन सक्छ हिप्पी स्टे। हामी बाहेक अरू ग्रुपहरू पनि आउनु भएको थियो। उहाँहरूको छुट्टै स्टे छ, ठाउँ छ। हाम्रो चाहिँ छुट्टै ठाउँ छ क्याम्प फायर गर्ने। हामीले 12 बजे 12:30 बजेसम्मै इन्जोय गऱ्यौँ, नाचगान गऱ्यौँ।
कोहीको यसरी नाच्न नमान्नेहरूलाई पनि उठाएर नाच्न लगाएर ल जानु जानु ल जाऊ 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 म नखिच्नु भिडियो भिडियो अरू लेडिजहरू पनि थपियो ल रन रन घुम्नु ल ए भएन यो ल ल यस्तो छ क्याम्प फायरिङ गर्दै ढुङ्गामा मासु बोल्दै त्यसको वरिपरि मेरा डान्स गरियो प्रेमहरू उता छ तेरिका सैलेरीमै म त ढले 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 कोही साथीहरू चाहिँ बच्चा कुर्दै थिए रुममा Dale, dale. Peche penaya. Dada dala peche penaya. हैन नाचगान कन्टिन्युस छ धेरै बेर डान्स गरियो नाचियो गाइयो दसवला एलालुया टुङ टुङ Malah, malah. Please like and subscribe. Tiger क्या आवाज टुङ टुङ takur takur ta ta taku taku ta taku make धमाकेदार डांस ल ब्याट्री लो रे एमा सुधरे जस्तो छ
ढुङ्गामाथि मासु राखेर पकाउँदै डान्स गर्दै हामी मिठो हुँदो रहेछ त्यो मासु पनि ढुङ्गामा पोलेको अब यही क्रममा एउटा साथीलाई सताउनको लागि फन्नी गर्नको लागि हो इन्जोय गर्न आएको मान्छे सुताइरहेको छ तिमी यहाँ सुत्न आएको कि इन्जोय गर्न आएको भनेर सताउनेदेखि लिएर छिट्यो बिहानतिर भयङ्करै पानी पर्यो गाउँको बेला चाहिँ पानी परेको थिएन रातभरि इन्जोय गऱ्यौँ बिहान चाहिँ धेरै नै भयङ्कर पानी पर्यो मौसम सफा छ जङ्गल हामी बसेको रिजोर्टको थोरै माथि चुलिङ्गे पुल रहेछ हामी चुलिङ्गे पुलमा पनि गयौँ त्यहाँ पनि रमाइलो भयो साथीहरू इन्जोय गर्दैछन् हामी गाडीमा पनि गएको थियौँ पछाडि यसरी राखेर दुईजना चाहिँ यहाँ चल रिजोर्ट जाने क्रममा रिजोर्ट फर्किने क्रममा चुलङ्गी पुलदेखि बच्चा र हाम्रो एडल्टहरू पनि यसरी झुमिन सक्छन् यो रिजोर्टमा पोज दिँदै हुनुहुन्छ बच्चाले यो बेला मैले खानासाना खाएर अलि बियर लगाएरै हामी 1:30 बजेतिर फर्क्यौँ धन्यवाद Durai, Durai, Danyabad.